के तपाईँ घरमै बसी बसी आफ्ना नानी बाबुहरूको पढाइको बारेमा जान्न चाहनुहुन्छ? के तपाईँ विदेशमा हुनुहुन्छ र विदेशबाटै आफ्नो नानी बाबुहरूको प्रगति जान्न चाहनुहुन्छ अथवा स्कुलमा आफूले तिर्नुपर्ने बिलको बारेमा जानकारी लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने म आज तपाईँहरूलाई एउटा उपयोगी भिडियो बनाउन गइरहेको छु। हाम्रो विद्यालयले वेदगुरु मार्फत पिनाकल एप प्रयोगमा ल्याएको छ। आज म यो पिनाकल एपलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा तपाईहरुको लागि एउटा भिडियो बनाउन गइरहेको छु। यसको लागि सुरुमा तपाईहरुले यो आफ्नो मोबाइलको प्ले स्टोरमा गएर यहाँ सर्च बारमा पिनाकल ज्ञान मन्दिर टाइप गर्नुपर्ने हुन्छ र यसरी टाइप गरिसकेपछि यहाँ पिनाकल ज्ञान मन्दिरको लोगो भएको एप देखाउँछ। यसलाई तपाईले जस्ट इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि मेरो चाहिँ अघि नै इन्स्टल भइसकेको छ। यसलाई इन्स्टल गरेपछि यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि यसले सुरुमा तपाईलाई चाहिँ युजर नेम र पासवर्ड माग्छ। यो युजर नेम र पासवर्ड चाहिँ तपाईले स्कुल एडमिनिस्ट्रेसनबाट प्राप्त गर्न सक्नुहुनेछ। म यहाँ यो एकजना विद्यार्थीको युजर नेम र पासवर्ड इन्ट्री गर्दैछु। यसरी युजर नेम र पासवर्ड इन्ट्री गरिसकेपछि यो खुल्छ र यहाँनिर तपाईलाई यो सेभ अप्सन देखाउँछ। यसलाई तपाईले सेभ गर्न सक्नुहुन्छ। अनि त्यसपछि यो सेक्युरिटीको रिजनको कारणले गर्दाखेरि तपाईले यो अहिलेको पासवर्डलाई चेन्ज गर्न पनि सक्नुहुन्छ र आफ्नै युजर नेम र पासवर्ड पनि राख्न सक्नुहुन्छ अथवा यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। जसो यसलाई स्किप गर्दै मैले स्किप गरिसकेपछि यो एप अब खुलेको छ। खुलिसकेपछि यहाँनिर तपाईले हेर्नुहुन्छ होम नोटिफिकेसन क्यालेन्डर र मेनु। तपाईले मेनुमा गएर यहाँ हरेक कुराहरु हेर्न सक्नुहुन्छ हैन। यहाँ सुरुमा एकाउन्ट देखाउँछ। एकाउन्टमा क्लिक गर्नुभयो भने तपाईले कति तिर्नुपर्ने रकम रहेको छ यो रकम यहाँनिर देखिन्छ। त्यसैगरी अनलाइन क्लासको छ जुन अनलाइन क्लास हुँदाखेरि यहाँ तपाईले यसै एप मार्फत पनि अनलाइन क्लासलाई जोइन गर्न सक्नुहुन्छ। ई क्लासरुम छ। असाइनमेन्ट यहाँ टिचरहरूले दिनुभएका असाइनमेन्टहरु यहाँ तपाईले देख्न सक्नुहुन्छ। यो कुन कुन मितिमा कुन कुन असाइनमेन्ट आएको छ यहाँ तपाईले हेर्न सक्नुहुन्छ। त्यसैगरी एटेन्डेन्स, यो एटेन्डेन्समा क्लिक गर्नुभयो भने तपाईको नानी अहिलेसम्म कति दिन प्रेजेन्ट हुनुभएको छ र कति दिन चाहिँ अब्सेन्ट भएको कुरा सबै यहाँ देखाउँछ। वैशाखमा 0 दिन, जेठमा तपाईले 5 दिन हेर्न सक्नुहुन्छ, असाढमा 1 दिन, श्रावणमा 3 दिन, भाद्रमा 3 दिन। यसरी आफ्ना नानी बाबाहरुको तपाईले एटेन्डेन्स घरमै बसेर अथवा विदेशमा हुनुहुन्छ भने विदेशमै बसेर पनि यहाँनिर चेक गर्न सक्नुहुन्छ। तल तपाई जानुभयो भने होमवर्क हेर्नुहुन्छ हैन। होमवर्क यहाँ क्लिक गर्नुभयो भने यहाँ टिचरहरूले दिनुभएको होमवर्कहरु यहाँ देखिन्छ। त्यसैगरी यहाँ रिपोर्ट कार्ड यो चाहिँ विशेष गरी विदेशमा बस्ने अभिभावकहरूलाई उपयोग हुन सक्छ। यहाँ तपाईले चाहिँ यहाँ फर्स्ट टर्मिनलको यहाँ देखाइरहेको छ हैन। तपाईले यिनीहरु आफ्ना नानीबाबुको रिपोर्ट हेर्न सक्नुहुन्छ। जुनसुकै ठाउँमा बसेर पनि हेर्न सक्नुहुन्छ हैन। यो रिपोर्ट छ। त्यसैगरी यहाँ रुटिङ, रिडिङ मेटेरियल्स, ग्यालेरी, लाइब्रेरी यस्ता धेरै कुराहरु छन् यहाँनेरि। तपाईले यो एपलाई डाउनलोड गरेर एडमिनिस्ट्रेसनबाट युजर नेम र पासवर्ड मागेर तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। मलाई लाग्छ यो भिडियो तपाईहरुको लागि उपयोगी भयो होला हैन। यसलाई अन्य अभिभावकहरुमा पनि शेयर गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र यस्तै खालको यदि तपाईलाई अन्य कुराहरु जान्न मन छ भने यो एपको बारेमा तपाईले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। यो भिडियो चाहिँ विशेष गरी पिनाकल ज्ञान मन्दिर कानपोखरी 4 बर्बनमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको लागि हो। हस्त आजलाई दिने धन्यवाद।